यो हो पफर फिस, जसलाई ब्लू फिस पनि भनिन्छ। संसारभर यसका करिब 120 भन्दा बढी प्रजाति पाइन्छन्। यसको सबैभन्दा ठुलो विशेषता भनेको जब कुनै खतरा महसुस हुन्छ, यो माछाले आफ्नो शरीरमा हावाहुवा पानीभित्र तानेर आफूलाई बल जस्तै फुलाउँछ, जसले गर्दा शत्रु डराउँछ र नखाई भाग्दछ। तर यति मात्रै यसको विशेषता होइन, यसको शरीरमा टेट्रोडोटोक्सिन नामको एकदमै विषालु तत्त्व हुन्छ। यो विष मानिसका लागि निकै खतरनाक हुन्छ। एक पफर माछामा भएको विषले करिब 30 जना मानिसको ज्यान लिन सक्ने क्षमता राख्दछ। यति खतरनाक माछा भए पनि जापान, कोरिया र चीन जस्ता देशहरूमा यसले फुगु भनेर परिकारको रूपमा खाने गरिन्छ। तर यो पकाउने मानिसलाई विशेष अनुमति र तालिम चाहिन्छ, किनभने एक गल्तीले धेरैको ज्यान लिन सक्दछ।